म 5,000 पैसा उसलाई टिको लाएर म दक्षिणा दिन्छु। चाउरी परेर म भन्नु नि सुतेर आइछस् बाबु, ल फलफुल किनेर खा, बिहान 1 गिलास बेलुका 1 गिलास दुध खा, नभए त्यो 5,000 सबै खाइ त सक्दैनस्, 1 लिटर घिउ किन, अनि मजाले बसेर त्यो भात खाइसकेपछि अनि गफ जोत, त कहाँ कहाँ कुद्नुपर्छ कुद छोरो भन्ने मेरो हृदय छ। अनि मनमा लाग्छ के हुन्थ्यो भन्ने चाहिँ लाग्छ। मलाई बिहानै बेलुकै म प्रार्थना गर्छु सर, त्यसको लागि। हजुर, म प्रार्थना गर्छु उसको लागि। ऊ छिटो पाइलो उचालेर सबै थोक किनेर अर्को ठाउँमा गएर फेरि पिन्न सक्ने त कपाल गरेर आइज। अघि नै मैले त्यहाँ 2टा सरलाई भने पनि छु, त्यहाँ बसेर लेख्ने हतार गर्ने सरहरूलाई। हजुरहरू जाने बेलामा मेरो नम्बर पनि दिएको छ, मेरो के अरे ऊ पनि देखाएको छु मैले, के भन्छ यो अर्को त्यो ऊ पनि ल्याएको थिएँ, अनि मेरो सबै थोक कागजपत्र देखाएको छु मैले। सबै थोक उहाँहरूले टिपन टिपेर सबै राख्नु भएको छ। ठिक छ आमा, तपाईँलाई पनि धेरै रुनु भयो, तपाईँ यति हस्ताक्षर गर्दाखेरि तपाईँ यति बसोक हुनुभयो भन्नुभयो। मैले दिक्क लागेर तपाईँहरू जाने बेलामा 1 कप चिया खाँदै जानुहोस् र मसँग नि पैसा भयो भने मलाई बोलाउनुहोस्। मैले 1000 रुपियाँ दाम उहाँहरूलाई चिया खाना दिएको दिएँ मैले। त्यो मेरो लागि मलाई यो पाप सन्तु छैन सर। मलाई मैले दिएँ। बिचराहरूलाई यत्रो बाटो जाँदा 1 कप चिया खानु मन लाग्ला, कोही त बाहिर बसेर चुरोट खाउनै बुङ्ग उडाइदिउँ, कति मुख बनाएर हिँड्ने होलान् खालान्। लु हजुर मैले सकेको यति नै हो भनी मैले मेरो उहाँहरूको नम्बर लगाएको छैन, आज त बोकेको छु। अब म 4-5 दिनमा हामी जाने बेला फोन गर्छु भन्नुभएको छ उहाँ सरले। ठिकै छ, म त्यहाँ जान पाइनँ भने नि उहाँ गएर आउनु भने उहाँबाट फोन गरे पनि रविको भित्रैबाट भयो नि अनुहार खिचेर मलाई देखाउनुहोस् भने किन देखाउन दिन्थे र।